काटेर राखेको स्याउ एकछिनमा कालो हुन्छ। के तपाईलाई थाहा छ यो खान मिल्छ या मिल्दैन? अवश्य पनि यो खान मिल्छ, किनभने यो ब्राउनिङ अथवा कालो हुने चाहिँ प्रक्रिया बिग्रिएर भएको होइन, यो एउटा इन्जाइमेटिक रियाक्सन भएर भएको हो। जब हामी स्याउ काट्छौँ, स्याउको सेलबाट फिनोलिक अक्सिडेज भन्ने इन्जाइम निस्किन्छ। यसले चाहिँ विभिन्न फिनोलिक कम्पाउन्डसँग रियाक्सन गर्छ र खैरो रङको मेलानिन भन्ने एउटा पिगमेन्ट बन्छ। यो रासायनिक प्रतिक्रियालाई हावामा भएको अक्सिजनले झन् मद्दत गर्छ। मैले अघि नै भने यो कुनै स्वास्थ्यको लागि हानिकारक गर्ने ब्राउन कलरको रसायन होइन, तर पनि हेर्दाखेरि त्यति राम्रो देखिँदैन, ब्राउन कलरको देखिन्छ, बिग्रेको जस्तो लाग्छ हामीलाई। जति समय बढी राख्यो त्यति चाहिँ छिटो यो ब्राउन कलर हुन्छ। केही सामान्य टेक्निकहरू छ, हामी यो ब्राउन हुने प्रक्रिया चाहिँ अलिकति स्लो डाउन गर्न सक्छौँ। हामीले चिसोमा राख्ने, अलिकति कागतीको रस राख्ने अथवा बफ्याएर राख्ने वा अक्सिजन कम बनाएर सिलबन्दी बट्टामा राख्ने। यही विधि अपनाएर स्याउको सुकुटी बनाउँदा स्याउलाई बफ्याएर सुकाउने गरिन्छ। स्याउ बाहेक केरा, नास्पति, आलु, एभोकाडो काटेपछि ब्राउनिङ रियाक्सन हुन्छ। फलफुलमा नुन अथवा अमिलो हाल्दा स्वाद बिग्रिन्छ, त्यसैले फ्रिजमा राख्नु उत्तम हुन्छ। तर आलुमा अलिकति नुन अथवा अलिकति अमिलो हाल्यो भने वा पखाल्यो भने काट्दा आलुको कोषहरूबाट निक्लेको यो केमिकल चाहिँ पखालिन्छ र यो ब्राउनिङ हुने प्रक्रियालाई चाहिँ रोक्न सकिन्छ। थ्याङ्क्स फर वाचिङ।